नमस्कार तथा जयमसी साथीहरू, म मैथिली क्रिस्चियनको तर्फबाट र तपाईहरुको बीचमा हामी उपस्थित भइसकेका छौं। क्रिसमसको लहर र क्रिसमसको सिजन सुरु हुँदैछ र तपाईहरुको बीचमा हामी उपस्थित भइसकेका छौं क्रिसमसको सन्देश लिएर। क्रिसमस के हो र कसरी मनाइन्छ भन्ने कुराको लागि जानकारी लिएर र यो जानकारी तपाईहरुको बीचमा आज तपाईहरुको सामु प्रस्तुत गर्नुहुनेछ हाम्रो पास्टर निकेश थापाज्यू, जो जनकपुर 4 आनन्दनगरबाट हुनुहुन्छ। फेरि पनि सबैलाई जयमसी। आज हाम्रो यो प्रोग्राम मार्फत हामीले क्रिसमस सन्देश लिएर आएका छौँ तपाईहरुको माझमा। अनि हामी वचनद्वारा अगाडि बढ्नेछौँ अनि हामी वचन हेर्नेछौँ। प्रेम, परमेश्वरले गर्नुभएको प्रेम हाम्रो माझमा जुन उहाँको पुत्रद्वारा गर्नुभएको छ त्यसलाई हामी हेर्नेछौँ। पहिलो यूहन्ना 4को 9 र 10 हामी हेर्नेछौँ। यसरी लेखिएको छ, 9 परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र यस संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। 10 प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनको निम्ति आफ्नो पुत्र पठाउनु भयो। यसै गरी हामी यूहन्ना 3को 16मा पाउँदछौँ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले एकमात्र आफ्नो पुत्र दिनुभयो सबै मानिसले जीवन पाऊ भनेर। त्यसै गरी हामी हेर्नेछौँ फेरि पनि पहिलो यूहन्ना 4को 7 र 8। यो सबै कुराहरू हामी प्रेम छौँ, यो संसारमा प्रेमको लागि हामी आएका छौँ। 7 प्रिय हो हामीले एउटाले अर्कोलाई प्रेम गरौँ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ। 8 प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। त्यसै गरी पहिलो यूहन्ना 4को 20 पनि हामी हेर्नेछौँ। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। यही प्रेमकै कारण परमेश्वरको प्रतिरूप मानिसमा भएको कारण परमेश्वरबाट मानिसले खोजेको माग भनौँ, डिमान्ड होइन, जुन प्रार्थना त्यो चिन्ह थियो। जुन चिन्ह र वचन धेरै व्यक्तिहरूमा, शास्त्रीहरूमा, अगमवक्ता, राजा, पुजारी यस्ता धेरै जसले चाहिँ परमेश्वरलाई खोज्ने काम गरे, जसले ईश्वरीय प्रतीक्षा गरेको थियो उनीहरूको निम्ति येशू ख्रीष्ट चाहिँ इमानुएल राख्ने छ, परमेश्वर हामीहरूसँग। अनि उहाँ हामीसँग बस्नुभयो र सबै कुरा जुन मानिसले जे गर्नुपर्ने थियो सो उहाँले मानव धारण गर्नुभएको कारणले उहाँ चाहिँ 100% मानिस र 100% ईश्वर हुन्थ्यो। र मानिसहरूले आज चाहिँ यही कुरालाई उहाँ चाहिँ मानव हुनुहुन्छ, तर हामीले हेर्छौँ भने उहाँको ईश्वरीय शक्तिहरू जब हामी पढ्छौँ भने त्यहाँ पाउँछौँ उहाँको धेरै, उहाँले चाहिँ आँधीलाई शान्त पार्नुभएको, मरेका व्यक्तिहरूलाई जीवित पार्नुभएको, लौङ्गोलाई हिँड्न लगाउनुभएको, अन्धोलाई देख्न लगाउनु भएको, यस्ता अझ धेरै अचम्मको कामहरू गर्नुभएको छ उहाँलाई। यस संसारमा कन्या स्त्रीबाट पवित्र आत्माद्वारा पाप रहित उहाँले यस धरतीमा आउनुहुन्छ भनेर हामी यशाया पढ्ने छैनौँ, तर यशाया हामी पुरानो पहिले नै 2 वर्ष अगाडि नै यी कुराहरू बताइसकेका छन् येशू ख्रीष्टको जन्महरूको बारेमा, जुन चाहिँ पवित्र बाइबलमा हामी पाउँदछौँ। यदि हामी त्यहाँबाट हेर्दै जान्छौँ भने त्यहाँ पहिल्यै लेखिएको थियो, पहिले आगमन येशू ख्रीष्टको आगमन सुरुदेखि नै परमेश्वरले बताउनु भएको थियो। यही कारण हो आज संसारमा हामी हेर्छौँ यो क्रिसमस किन मानिन्छ र हामी के को लागि मान्छौँ। अनि हामी हेर्छौँ विश्वभरि नै यी मान्ने कामहरू हामी पाउँदछौँ विश्वभरि। अनि कतिजनाले चाहिँ यो क्रिसमसलाई चाहिँ एउटा रमाइलोको किसिमले लिन्छन्, कतिजनाले चाहिँ बुझेर लिन्छन्। अनि यो आज कसैको लागि चाहिँ एउटा रमाइलो खानपिन र एउटा चाडको समय पनि भइरहेको छ, तर यसलाई हामीले सकेसम्म बुझेर यो क्रिसमस मनाएको राम्रो हो। यो क्रिसमस चाहिँ हाम्रो निम्ति उद्धारकर्ता मुक्तिदाताको जन्मको बारेमा यसले बताउँदछ। अनि यो हेर्छौँ भने हामी यो क्रिसमस कहिले सुरु भयो, यो क्रिसमस हामी हेर्छौँ भने ईसाई पूर्व हामी हेर्छौँ भने
फोर्थ सेन्चुरीमा जुन चाहिँ लगभग 336 वर्षको समयमा सुरु भएको चाहिँ इजरायल मार्फत रोमी साम्राज्यमा सुरु भएको छ। र यो हामी हेर्छौँ विभिन्न देशहरूमा गिफ्टहरू अनि ट्रीहरू हामी तपाईँहरू कति ठाउँमा पाउनुहुन्छ, कति हामी ठुला पसलहरूमा पाउँछौँ, ठुला स्टोरहरूमा पाउँछौँ, त्यसै गरी हामी भाटबटिनीहरूमा पनि पाउँछौँ। यो चाहिँ ट्रीहरू राखेको कारणले चाहिँ आज हामी बुझ्न सक्छौँ क्रिसमसहरू आउँदैछ भनेर, यो विश्वभर मनाइने। अनि हामी हेर्छौँ नि पहिलो यो यसरी यो जिन्जरको ब्रेडहरू अनि साथीभाइलाई बोलाउने, फ्यामिलीहरूसँग साटकाट गर्ने अनि विभिन्न प्रकारका गिफ्टहरू लिएर चाहिँ एकअर्कामा मनाउने यो प्रचलन हुँदै आएको छ। यो आनन्द र खुसीको चाड हो। खुसी किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। अघि पनि हामीले हेर्दै थियौँ यूहन्ना 3:16मा, भोलि पर्सि तपाईँ पनि हेर्न सक्नुहुन्छ त्यो पवित्र बाइबलमा यूहन्ना 3:16 नयाँ नियममा छ। अनि हामी हेर्छौँ त्यहाँ सबै कुरा जब क्रिसमस येशूको जन्म उत्सव अनि हामी हेर्छौँ विभिन्न ठाउँमा जयन्तीहरू मनाएको, तर यो क्रिसमस चाहिँ जन्म उत्सव भनेको चाहिँ हामी जिउँदोको उत्सव बनाउने हो। किनभने येशू चाहिँ मरे हुनु भएन, तर उहाँ तेस्रो दिनमा जीवित भई उठ्नु भएको कुरा पनि हामी पवित्र बाइबलमा पाउँछौँ। संसारले कसैले त्यो प्रेम गरेन। जब हामी हेर्छौँ बाइबल खण्डहरू हेर्छौँ भने सबै कुराहरू मानव जातिको आचरणहरू, मानव जाति र परमेश्वर बिचको सम्बन्धहरू जुन टुटेको थियो त्यो चाहिँ क्रिस्टद्वारा चाहिँ हामी परमेश्वरसँगको मिलापमा पाउँछौँ। त्यही कारण चाहिँ प्रभु येशू क्रिस्टले चाहिँ यस धरतीमा जन्म लिनुभएको कुरालाई हामी हेर्छौँ भने यही जन्म लिएको कुरालाई चाहिँ हामी क्रिस्ट विश्वासीहरूमा, क्रिस्चियन समाजहरूमा चाहिँ यो क्रिसमस मनाउँदै आएका हौँ, येशूको जन्म उत्सव। अनि अघि पनि मैले बताएँ यो धेरै भविष्यवाणी भविष्यकर्ताहरूले बताएर अनि मानिसहरूको चाहिँ जहिले पनि हेर्छौँ भने मानिसहरूले चिन्ह माग्थे, के ईश्वरीय प्रकटहरू मागे। किनभने संसारमा यति पापले भरिसकेको थियो, मानिसहरूले अरू कुराहरू नै माग्दै अरूतिर नै खोज्दै गर्दाखेरि परमेश्वरले सबै कुरा चाहिँ परमेश्वरले यस संसारमा सबै थोकिदिनु भयो। अनि अर्को कुरा उहाँले अझ बलिदान जुन चाहिँ मानिसहरूले अरू निर्दोषको बलिहरू गर्थे भने उहाँले चाहिँ आफ्नै पुत्र हाम्रो निम्ति, हामी र परमेश्वरको सम्बन्धको निम्ति उहाँले पुत्रलाई पठाउनु भयो। यसरी अनि हामी हेर्छौँ उहाँ चाहिँ मरियम कन्याकुमारीबाट जुन चाहिँ भविष्यवाणी पहिले 2000 वर्ष अगाडि गरिसकेको कुराहरू चाहिँ येशू क्रिस्टमा आएर चाहिँ सबै कुरा पुरा भएको पवित्र आत्माबाट है, येशू क्रिस्ट चाहिँ पवित्र आत्माबाट जन्म लिनुभएको छ। अनि उहाँ चाहिँ अहिले हामी हेर्छौँ भने विश्वभरि यो कुराको लागि चाहिँ मानिसहरूले खोजिरहेका छन् कसरी एउटा कन्याकुमारी लिन्छन्। अनि हामी अहिले हेर्छौँ विभिन्न साइन्टिस्टहरूबाट पनि अनि कति कुराहरू हामी हेर्छौँ, कतिले झुटका कुराहरू गरेका कुराहरूलाई जुन चाहिँ प्रुभ नभएको कुराहरू, तर यो कुरामा अझ हामी पाउँछौँ प्रुभ कसरी भने हामी टेस्ट ट्युबहरू विभिन्न गरिसकेका छन् र त्यो टेस्ट ट्युबहरू सफल भएको छ। एउटा यो भाँडोको रूपले स्त्रीबाट पवित्र जन्म, किनभने हामीलाई पवित्र बाइबल बताउँदछ कि हामी जन्मसिधै चाहिँ हामी पापी छौँ, सबैजना पापी छ भनेर हामीलाई रोमीको पुस्तकले हामीलाई बताउँछ पवित्र बाइबलमा। तपाईँले त्यहाँ पनि हेर्न सक्नुहुन्छ रोमी 3:23 र 6:23मा पापको ज्याला मृत्यु हो, त्यही मृत्युको लागि येशू क्रिस्टको चाहिँ जन्म हुन आवश्यक थियो। अनि उहाँको यो जन्मलाई हामी आज खुसी साथ यसरी तपाईँहरूमा यो सुसन्देश लिएर हामी यहाँ आएका छौँ। अनि तपाईँहरूलाई मेरो नाम चाहिँ म निकेश थापा हो। म हाल यो जनकपुरमा यही प्रभुको राज्यको सुसन्देश सुनाउनको निम्ति हामी सबैजना क्रिस्टमा बाँचौँ, क्रिस्टमा जिउँ र मानवमा एकअर्का अघि हामीले वचनहरू हेर्दै थियौँ प्रेमको विषयलाई लिएर। उहाँले जहिले पनि हामीलाई प्रेम गर्नुभयो, यस्तोसँग प्रेम गर्नु कि उहाँले आफ्नो मृत्युलाई पनि होइन क्रुसमा, हामीलाई थाहा छ यो फोटोहरू हामी संसारभरि देख्छौँ, धेरै व्यक्तिले त्यो क्रुसलाई जानेको छैनन् र पनि मालाहरू पनि टँगाएको देख्छौँ। त्यो क्रुसको चाहिँ ठुलो महत्त्व छ, उहाँले चाहिँ हाम्रो लागि गर्नुभएको महान बलिदान छ। तर यो बलिदान चाहिँ आज हामीले उहाँमा विश्वास गर्छौँ भने हाम्रो पापहरू क्षमा हुन्छ। हामीलाई पापहरूको बारेमा केही थाहा छैन, हामीलाई मुक्तिहरूको र उद्धारको बारेमा केही थाहा छैन। जब हामी पवित्र बाइबल सुरुदेखि हामी पढ्छौँ भने हामी थाहा पाउँछौँ। र यसको निम्ति म एउटा इक्जाम्पल दिन चाहन्छु तपाईँहरूलाई, जुन चाहिँ बुझ्नलाई तपाईँहरूलाई सजिलो होस्। अनि हामी सबैजना हेर्छौँ इङ्ग्लिसहरू बोल्ने कार्यक्रम, एउटा इक्जाम्पल, जस्ट एउटा इक्जाम्पलको लागि हो। इङ्ग्लिस हरेक बच्चा, सानो बच्चा भनौँ, बुढीहरू हेरौँ, नर्मल, नो, यस, कम गो यही बोल्न जान्दछन्।
जब त्यसको ग्रामेटिक हामी हेर्छौँ भने त्यो नभएको कारणले के हुन्छ भने त्यो इङ्ग्लिस त हामी सबैलाई जानेका छौँ र यसरी नै हामी पनि धेरै कुराहरू जान्ने जस्तो लाग्छ, तर जुन ग्रामर हुँदैन त्यो कुरा पूर्ण हुँदैन। त्यसै नै म पनि हाम्रो माझ पनि धेरै ईश्वरहरू आएका छन्। यसरी नै हामीले इङ्ग्लिस बोले जस्तो जब हामी जुन ग्रामर हिसाबले हामी बुझ्छौँ अनि त्यहाँबाट हामी बुझ्न सक्छौँ कि ईश्वर चाहिँ को हुन्छ भने जब हामी पढ्दैनौँ, जब हामी इतिहासहरू बुझ्दैनौँ, यो कुराले चाहिँ हामीलाई के गर्छ, हामी केही पनि अबुझ भएको एउटा मूर्ख जस्तो हुन्छौँ। तर आज हामीले यो पवित्र बाइबल धेरै ती ख्रिस्टका चेला र ख्रिस्टका धेरै अगमवक्ताहरू, ख्रिस्टका जनहरूले आज तपाईँहरूको माझमा यही सन्देशहरू लिएर आइराख्नु भएको छ र जुन सन्देश आज तपाईँहरूको माझमा मैले पनि बाँडेको छु। यो क्रिसमस येशू ख्रिस्टको जन्म सबैको निम्ति उद्धार र सबैले मुक्ति पाऊँ भनेर उहाँले जन्म लिनुभएको छ र यो जन्म त्यतिकै होइन, एउटा चिन्ह जुन माग भएको थियो त्यो कारणले भएको र लगभग मैले अघिदेखि भनिरहेको छु यो 4th सेन्चुरीबाट स्टार्ट भएको र यो क्रिसमसको लागि हामी विभिन्न ठाउँहरूमा हेर्छौँ अहिले ख्यारल हुन्छ। त्यो ख्यारलबाट तपाईँहरू पनि सहभागी हुन सक्नुहुन्छ, त्यसबाट पनि तपाईँहरूले लाभ उठाउन सक्नुहुन्छ। तपाईँले साँचो सत्य परमेश्वर को हुनुहुन्छ भन्ने कुराहरू हामी त्यहाँ पाउँछौँ। उहाँले गर्नुभएको महान प्रेम, सबैजना आए धेरैजनाले ईश्वरमय भने सबैजनाले चाहिँ सिद्ध्याउन आए, तर उहाँले चाहिँ हामीलाई क्षमा गर्नु आउनुभयो किनकि उहाँ जान्दैथ्यो मानिसहरू चाहिँ जान्दैनन् केही पनि। उहाँको मृत्युसम्म उहाँले भन्नुभयो परमेश्वर पिता छोडिदिनुहोस् उहाँलाई, उहाँहरू केही जान्दैनन्। अनि हामी यसरी हेर्छौँ उहाँको प्रेमलाई। अनि उहाँले सधैँ मानिस जातिलाई प्रेम गर्नुभएको छ किनभने उहाँले आफ्नै स्वरूपमा हामीलाई बनाउनु भएको छ। उहाँ आदि र अन्त्यका परमेश्वर उहाँ हुनुहुन्छ। जब हामी यी कुराहरू बुझ्छौँ, यो क्रिसमसलाई पनि तपाईँहरूले राम्रोसँग बुझेर आज क्रिसमसहरू मान्नुहोस् भन्ने म तपाईँलाई यो उत्साह दिन चाहन्छु। उहाँ चाहिँ सत्य परमेश्वर हुन्छ, उहाँ ईश्वरीय परमेश्वर हुन्छ जुन चाहिँ मानव धारण गरेर हाम्रो निम्ति चाहिँ उद्धार र मुक्तिको लागि आउनुभयो। हुन्छ, हामी अझै हेर्नेछौँ येशू ख्रिस्टको जुन भविष्यवाणीहरू गरेको कुराहरू चाहिँ वचनमा पुरा भएको कुरा चाहिँ हामी हेर्छौँ। मत्ती 1 अध्यायको 18देखि 23सम्म पाउँछौँ। त्यसै गरी हामी लुका 2 अध्यायको हामी पुरै हेर्छौँ भने त्यहाँ येशू ख्रिस्टको जन्मको बारेमा हामी पाउँछौँ। पवित्र बाइबलमा तपाईँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ उहाँको कस प्रकारले जन्म भयो अनि कस्तो ठाउँमा उहाँ चाहिँ राजाहरूको राजा प्रभुहरूका प्रभु हुन्छ र पनि उहाँ चाहिँ ढुडमा होइन, उहाँ चाहिँ गोठमा चाहिँ जन्म लिनुभयो। अनि यो चाहिँ सबै हाम्रो निम्ति हो। हामीले प्रिय हामी कहिले बिर्सिनु हुँदैन उहाँले गर्नुभएको त्यो प्रेमलाई। उहाँले सबै ती छोटहरू, ती सबै दुःख कष्टहरू हाम्रो निम्ति गर्नुभएको छ र यो बिरलै कसैले गर्नु न। उहाँ चाहिँ सबैको निम्ति चाहिँ एउटै परमेश्वर छ, उहाँ निष्पक्षता साथ व्यवहार गर्ने परमेश्वर छ। कसैको उहाँले पक्ष लिनुहुन्न। हरेक मानिसको निम्ति, हरेक जातिको निम्ति उहाँ चाहिँ आउनुभएको छ। जसले उहाँलाई ग्रहण गर्छ, जसले उहाँलाई विश्वास गर्छ, उनीहरूले चाहिँ स्वर्गको स्थान पाउँछ। यो चाहिँ परमेश्वरले बताउनु भएको छ। अनि त्यति मात्रै होइन मेरा प्रियहरू, मेरा प्रिय दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ सबैलाई यो सन्देश सुनाउन चाहन्छु कि यो क्रिसमसको समयमा तपाईँहरूले अझ राम्रोसँग बुझेर मनाउँदा तपाईँले अझ आशिष पाउनुहुनेछ। र यो समयमा तपाईँलाई अर्को उत्साह पनि दिन चाहन्छु, तपाईँले पनि ख्रीष्ट येशूलाई विश्वास गर्नुहोस् र तपाईँले हरेक यस संसारबाट छुटकारा पाएर तपाईँले चाहिँ स्वर्ग स्थानमा प्राप्त गर्नुहुनेछ। र स्वर्ग स्थानमा चाहिँ प्रभु येशू ख्रीष्ट बाहेक हामीले अन्त कहीँ पाउँदैन। प्रभु येशू ख्रीष्टलाई जब हामी विश्वास गर्छौँ उहाँले चाहिँ सबै कुराबाट चाहिँ हामीलाई छुट्याउनुहुनेछ। हामी तपाईँहरू पनि मुक्ति चाहनुहुन्छ भने यो क्रिसमसको सुसन्देशबाट तपाईँले धेरै कुरा बुझ्नुभएको छ र तपाईँहरू पनि जीवन र मुक्ति पाउनुहोस् भन्ने चाहिँ यहाँबाट म तपाईँलाई यही उत्साह दिन चाहन्छु। हस्, धन्यवाद सबैलाई। ह्याप्पी मेरी क्रिसमस। जय मसीह। साथीहरू, तपाईँहरूलाई आजको यो कथा, तपाईँहरूलाई आजको यो सन्देश कस्तो लाग्यो? प्रभु येशू मसीहको बारेमा र क्रिसमसको बारेमा तपाईँहरू अझै जान्न चाहनुहुन्छ भने तपाईहरू बसेको नजिकको ठाउँमा कतै न कतै चर्च होला, तपाईँ खोजेर त्यहाँ पुग्न सक्नुहुन्छ। या होइन भने तपाईँहरूले भर्खर सुन्नुभएको पास्टरज्यूको नाम निकेश थापा रहेको छ। उहाँ जनकपुर 4 आनन्दनगरमा बस्नुहुन्छ र उहाँसँग सम्पर्क गरेर पनि तपाईँले अझ पनि यस कुराको बारेमा जानकारी लिन सक्नुहुन्छ। क्रिसमसको बारेमा, प्रभु येशू ख्रीष्टको बारेमा। यदि तपाईँहरू उहाँसँग सम्पर्क गर्न चाहनुहुन्छ भने उहाँको सम्पर्क नम्बर रहेको छ 98 037 94 145। उहाँलाई डाइरेक्ट तपाईँ सम्पर्क गरेर पनि अझै कुराहरूको बारेमा जानकारी लिन सक्नुहुन्छ।
फेरि अगाडिको दिन फेरि नयाँ भिडियो र नयाँ सन्देश लिएर तपाईँहरूको बिचमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि जय मसीह, नमस्कार।